यो हेर्नु पुल तपाईहरु राम्रोसँग बसपिट्टा र धोन्सा जोड्ने पुल छ। मेरो उमेर 26 वर्ष भएको छ। 26 वर्षदेखि सुनिरहेछु कि यो पुल बनिरहेको छ। हालत हेर्नु पुलको कस्तो छ। कहिले नेपाल सरकार यसमा ध्यान दिनुहुन्छ थाहा छैन। नेपाल सरकारको मतलब अब बालेन सरकार। बालेन सरकारले भन्नुभएको थियो कि 1.5 सालमा यदि पुल बनेन त हामी त्यो पुललाई भत्काइदिन्छु। है बालेन सरकार, हेर्नु यो जेसीबी। अब तपाईँ भत्काउनुहुन्छ कि के गर्नुहुन्छ थाहा छैन, तर हामीलाई अब पुल चाहियो। तपाईमाथि धेरै मान्छेले भरोसा गरेछ। हेर्नु त कस्तो बालु बालु छ। हेर्नु त तपाईहरु यो भिडियोलाई यति शेयर गरिदिनु कि हाम्रो प्रधानमन्त्री बालेन शाहज्यूनिर जाओस्। सबैजना शेयर गर्नु सबभन्दा पहिला। हेर्नु पुलको अवस्था कस्तो जर्जर छ। हेर्नु 26, 27, 28 कति वर्ष भएको छ थाहा छैन। सबै नेता आउँछ यसरी फोटो लिन्छ, 4-5 वटा गइहाल्छ। आउँछ फोटो लिन्छ गइहाल्छ। खम कोटरोक लगाइलिन्छ यसरी ह्यान्डसेक के हुन्छ त्यो सबै गर्छ र गइहाल्छ। हेर्नु कस्तो अवस्था छ पुलको। खाली तपाईहरु आउनुहुन्छ नआउनु बेकारमा। तपाईँ नेताहरु आउनुहुन्छ 4-5 वटा फोटो लिइहाल्नुहुन्छ गइहाल्नुहुन्छ। नयाँ सरकारबाट पनि धेरै मान्छेले आयो थियो फोटो लियो। पुरानो वालाको त कुरै नगर्नु। अब कसको माथि विश्वास गर्नु। हेर्नु त अटोवालाहरूलाई कस्तो समस्या भइरहेको। हामीहरूलाई पनि यति समस्या भइरहेको छ। यो कुरा हाम्रो दुःख समस्या कसले बुझ्छ। हेर्नु त कस्तो अवस्था छ पुलको। 26, 27, 28, 30 सालदेखि बनिरहेको छ। अहिले पनि कुनै सुधार भएको छैन त को माथि अब हामी विश्वास गर्ने। बालन सरकार राम्रो छ, फल्ना छ, तिल्ना छ। बे बालन सरकार कहाँ गइहाल्नु भएछ। ध्यान दिनु न अब यसमा। यो बसपिटा छ हेर्नु गाउँ। बसपिटा गाउँको हालत पनि यस्तै छ। हेर्नु कहिलेदेखि यो रोड बनिरहेको छ। त्यो पनि धेरै दिनदेखि बनिरहेछ। कस्तो रोड बनाउँछ इन्जिनियर कस्तो थाहा लाग्दैन। कुन सिमेन्टी बालु दिन्छ 1 सालमा रोड टुटिहाल्छ, फल्ना भइहाल्छ। हेर्नु न कस्तो अवस्था छ। तपाईँ आफै हेर्नु न अगाडिमा छ बसपिटा छ। यो बसपिटाको रोड पनि त्यस्तै छ। कमलाको बुझे, कमलाको त 26 सालदेखि। अब कमलाबाट बसपिटा आउनुहुन्छ हेर्नु कस्तो रोड छ। यो कुनै ढलान पिचिङ फल्ना चिल्ना छैन। सबैपल्ट हेर्छु म गिटी बालु राखिदिन्छ गइहाल्छ, गिटी बालु राखिदिन्छ गइहाल्छ। यस्तोमा हुन्छ विकास। तपाईहरु विकास गर्नुहुन्छ, तमासा नगर्नु। भोटको बेलामा पप्पा हो पप्पा, चाचा हो चाचा, नाना हो नाना। के अब तपाईलाई ध्यान दिँदै छैन। खालि चस्मा लगाउनु हुन्छ। चस्मा लगाएर हुन्छ कि कम्तीमा विकासमा ध्यान दिनु न। हेर्नु कस्तो अवस्था छ रोडको पनि। कुनै सुधार भएको छैन। न रोड सुधार भएको छ न यो त देश सुधार भएको छ। कहिले हुन्छ थाहै लाग्दैन। सधैँ हामी अब यिनीहरूलाई जिताइदिनु, राम्रो गरिदिनु। बालेन सरकार, फल्ना सरकार। अब हेर्छु नि बालेन सरकारले पनि के गर्नुहुन्छ। बालेन सरकार, तपाईँ यो रोडलाई छिटोभन्दा छिटो बनाउनु।